to tell the students about or make students aware on disaster preparedness awareness, for which I have some important practical applications अरु छ त्यो नानीहरुले सबैले गर्नुपर्ने हुन्छ. So I will be reading out first, then I will tell you. Okay, monsoon disaster awareness for students. Real life precautionary, real life measures, preventions, actions के लिनुपर्ने रहेछ. राम्रोसँगले सुनिदिनुहोस् ल. सबै नानीहरु सानो नानीहरु पनि अहिले मनसुन भइरहेको छ, अहिले पानीहरु परेर है एकदमै ल्यान्डस्लाइड्स हुँदैछ, फ्ल्याश फ्लड्सहरु हुँदैछ, स्लिपरी रोड्सहरु हुँदैछ हो, अचानक ढुङ्गाहरु झर्दैछ. In fact, not only coming to the schools, while sleeping at home at night also, पनि डरसरी हामी अवेयर भएर अलर्ट भएर बस्नुपर्ने अहिले 2-3 months चाहिँ त्यो सिचुएसन आएको छ. Okay, so in context to these situations, everyone must have alert and aware. Sikkim is a Himalayan state where heavy monsoon rainfall often leads to landslides, road blockages, slippery roads, flash floods, thunderstorms, and lightning. यसमा चाहिँ अब government and disaster authorities in Sikkim regularly warn people to stay alert during continuous rainfall and unstable weather conditions. So below are practical real life safety precautions measures जुन चाहिँ स्टुडेन्ट्सले फलो गर्न सक्छ ड्युरिङ दिस मनसुन सिजन. फर्स्टमा, ड्युरिङ हेभी रेनफल अभोइड अननेसेसरी मुभमेन्ट ड्युरिङ इन्टेन्स आफ्टरनुन रेनफल. अब अहिले आफ्टर फ्यु आवर्स लेटर 12 बजेदेखि उता द वेदर विल बी कम्प्लिटली चेन्ज. सो एट द्याट टाइम हामी सबै अलर्ट भइहाल्नु पऱ्यो. एट द्याट टाइम चाहिँ क्लियर छ यहाँसम्म. जस्तै टाढोबाट आउनेहरू होइन, हिजो त्यहाँनिर हामी जस्तो यहाँ छुट्यो त्यहाँनिर अलमोस्ट 15 मिनट्स जस्तो जाम भयो. त्यहाँनिर यस्तो खालको ठाउँमा जाम भयो जसमा चाहिँ उँभोबाट हेर्दाखेरि हिलो ढुङ्गा झरिरहेको थियो. अन्त बिचरा हाम्रो नानीहरू सानो त्यो हेभी लोडेड ट्रक्सहरू त्यहाँनिर जाममा छ, हाम्रो नानीहरू ठेलिँदै त्यो गर्दै जाँदै थियो. एन्ड आई सो द डेन्जर देयर. त्यहाँनिर इन केस एनी मिस्टेक्स भएको थियो भने चिपेर तल फुट्थ्यो या त गाडीले लाग्थ्यो. स्पेसली यता यो पर जाम मार्चकबाट आउने नानीहरू काइन्डली अलिकति ध्यान दिनुपर्छ ल यहाँनिर ल. अनि हेभी रेनफल्स हुन्छ, जाम हुँदैछ भने चाहिँ यु निड नट बी हरी, यु नट बी हेस्ट. हतारिनु पर्दैन. पहिला लेट्स स्टप द रेन, लेट्स क्लियर द ट्राफिक जाम. जब क्लियर रोड हुन्छ, क्लियर रेन्ज हुन्छ, स्टप हुन्छ, अनि चाहिँ हिँड्नु पऱ्यो. ठिकै छ. सो लिभ स्कुल अर्ली इफ अथोरिटिज अर स्कुल एडमिनिस्ट्रेसन इस्यु वेदर वार्निङ. कोही बेला हामीले वेदर हेरेर छिटो छुट्टी दिने गर्छौँ. अन्त यहाँबाट त नानीहरू रिलिज हुन्छ, छुट्टी हुन्छ, तल गएर रोड साइडतिर बसिरहेको हुन्छ. त्यस्तो नगरिदिनु. पानी परेको छैन, सुक्खा छ भने चाहिँ डाइरेक्ट टु द होम. अन्डरस्टुड? Carry raincoats instead of depending only on umbrellas. छाता मात्र होइन, रेनकोट पनि लिएर हिँड्नु पऱ्यो छ भने, अफोर्ड गर्नु सक्छ भने. या त रेनकोट मात्रै होइन, अम्ब्रेला पनि लिएर हिँड्नु पऱ्यो. नट अलवेज यो 2-3 months अथवा ड्युरिङ हेभी रेनफल्स हो. अर्को चाहिँ छ अभोइड वकिङ थ्रु फास्ट फ्लोइङ रोड साइड वाटर. यस, पानी हुन्छ नि, पानी हेभी भयो भने सिधै पानीहरू खोलामा ड्रेन्सहरू नालीहरू ब्लकेजेस भएकोले गर्दाखेरि सिधै रोडमा डाइभर्ट हुँदैछ. सो एट द्याट टाइम अल्सो सानो नानीहरू चाहिँ एकदमै ध्यान दिनु पऱ्यो. अनि सानो नानीहरूलाई ठुलो सिनियर स्टुडेन्ट्सहरूले गाइड गर्नु पऱ्यो, उनीहरूलाई ध्यान दिनु पऱ्यो. Wear shoes with proper grip. Yes, यो स्लिपरी बाटो भएको बेलामा, रोड भएको बेलामा, हिलोमा चाहिँ यो चिप्लो जुत्ताहरू हुन्छ नि, यो मुनि हिल्स यो गएकोहरू, ग्रिपहरू गएकोहरू चाहिँ लगाउनु भएन नानीहरूले.
ओके अब हामी ठुलो आफै त एक्सिडेन्टली लड्छ हिजो इनफ्याक्ट आई माइसेल्फ फेल डाउन त्यहाँनिर चिप्लेर आई वाज भेरी अवेर चिप्लिन्छ भन्दै थियो राम्रै जुत्ता ग्रिप भएको चिप्लिहाल्यो त्यहाँनिर अनि मेरो एकजना अगाडि सर हाँस्नु पनि हुँदै थियो सो त्यस्तो हुन्छ तर म चाहिँ अवेर भएकोले गर्दा द ल्यान्डिङ वाज प्रपर अदरवाइज ल्यान्डिङ चाहिँ मिस भएको आई कुड हेभ इन्जर्ड माइसेल्फ आइदर मेरो हात फ्र्याक्चर हुन्थ्यो या के हुन्थ्यो त त्यस्तो चाहिँ नहोस् नानीहरू ओके जस्तै यो फ्रम दिस साइड हामी यो बिल्डिङको तल जान्छौँ त्यहाँनिर एकदम स्लिपरी छ त्यहाँनिर बाई चान्स स्लिप भयो भने देयर इज नो कम ब्याक टु द लाइफ सिधै यु नो इट एकदम उयो याद गर्नु पऱ्यो यो बाटो सबै स्लिपरी भएको छ नानीहरू ल अनि छुट्टी हुनु बित्तिकै कुदेर जान्छ हो अनि चिप्ल्यो भने सिधै तल रोडमा पुग्छ यहाँ तल सिँढीबाट सो दिस इज अल्सो पार्ट अफ यु नो डिजास्टर प्रिपेयर्डनेस हो यो मनसुन डिजास्टर त्यही भएर चाहिँ कुद्नु भएन आरामसँगले कुल भएर शान्ति भएर है यताउता अलर्ट भएर हिँड्नु पऱ्यो साथीहरूसँग ग्रुपमा ध्यान मस्त भएर बिर्सिनु भएन कहाँ हिँड्दैछ कस्तो बाटोमा हिँड्दैछ कस्तो बिल छ कहाँ हिलो छ कहाँ ढुङ्गा झर्दैछ फोनमा बिजी हुनु भएन एक दुईजना नानीहरूलाई पनि भन्छु बी केयरफुल वाइल वर्किङ अन द रोड साइड फोन अलिकति ध्यान दिएर युज गर्नु भनेर हामी त्यसरी नानीहरूलाई गाइड गर्छौँ अनि त्यसरी हामी नानीहरूलाई डेन्जरबाट बचाउने काम गर्छौँ वी आर हियर टु गाइड यु वी आर नट जस्ट युर टिचर्स वी आर युर लाइफ फ्रेन्ड्स अल्सो ओके नेक्स्ट चाहिँ ओके सो के अरे चिप्लो जुत्ता त्यो मुनि सु ग्रिप भएको जुत्ताहरू लाउनु भएन यति बेला ल अनि केही डेन्जरहरू हुँदैछ भने तिनीहरूले टिचर्सहरूलाई प्यारेन्ट्सहरूलाई इमिडिएटली के गर्नु पऱ्यो इन्फर्म गर्नु पऱ्यो कसरी इन्फर्म गर्नु त्यति बेला त्यहाँ छेउमा को मान्छे हुन्छ कसैको हातमा फोनहरू हुन्छ एट द्याट टाइम तिमीले यस्तो यस्तो सिचुएसन आयो यस्तो इमर्जेन्सी आयो यस्तो अर्जेन्ट आयो म प्यारेन्ट्सलाई फोन गर्ने नि भनेर तिमीले त्यति बेला साथी त्यहाँ हेल्प माग्दा हुन्छ अदरवाइज टिचर्स अझै पोसिबल भयो भने प्लिज पिओतिर फोन कन्ट्याक्ट गर्दा पनि हुन्छ ओके त्यसको लागि कन्ट्याक्ट नम्बरहरू यहाँ दिएको हुन्छ अब सेयर गरियो अनि अर्को चाहिँ ल्यान्डस्लाइड सेफ्टी मेजर्समा के छ भने स्टुडेन्ट सुड्स हेर ल ल्यान्डस्लाइडहरू हुँदैछ जस्तै हाम्रो यहाँ रोडभरि ल्यान्डस्लाइड भइरहेको छ नि त अहिले है अनएक्सपेक्टेड ढुङ्गाहरू झर्दैछ कि के हुँदैछ ओके सो त्यति बेला चाहिँ स्टुडेन्टले के गर्नु पऱ्यो भन्दाखेरि चाहिँ नेभर स्ट्यान्ड नियर स्टिप हिल स्लोप्स ड्युरिङ अर आफ्टर हेभी रेनफल जब पानी पर्दै गरेको टाइममा या त पानी परिसकेर त्यो स्टिप स्लोप हुँदैछ भने के भन्छ डिलतिर चाहिँ उभिनु भएन नानीहरू अनि मैले किन भनेको भन्दा यो नानीहरू बिचरा उनीहरू गफको धुनमा जाँदै गर्दा गफ भएर त्यहाँ एकछिन कसले एउटाले गफ भन्नु पऱ्यो उसको सुनिदिनु पऱ्यो अन्त बिर्सिन्छ त्यहाँनिर बट दे लिटरली फर्गेट कि उनीहरूको मुनिपट्टि जमिन कतिको स्टेबल छ भनेर सो आई अल्सो त्यो पनि मैले अलिकति डेन्जर देखेँ हो अर्को चाहिँ अभोइड टेकिङ सर्टकट्स थ्रु लुज माउन्टेन्स भन्छ जस्तै हामी यहाँनिर सर्टकट लिन्छौँ नि तर सर्टकट चाहिँ बाटो फेरि अप्ठ्यारो हुन्छ कोही बेला सर्टकटतिर पनि हाम्रो के हुन्छ एक्सिडेन्टहरू हुन्छ लड्ने चान्सेसहरू हुन्छ ओके अनि अर्को चाहिँ थन्डर यस यो हेभी रेनफल्सहरू हुँदाखेरि थन्डर स्टोर्म्स लाइटनिङ्सहरू हुन्छ ओके सो एट द्याट टाइम नानीहरूले हामी सबैले के गर्नु पऱ्यो युज मोबाइल फोन्स वाइल चार्जिङ ड्युरिङ थन्डरस्टोर्म स्टुडेन्ट्स मस्ट नट अथवा स्टुडेन्ट मस्ट नेभर युज फोन ड्युरिङ चार्जिङ फोन चार्ज गरिरहेको छ अनि चलाइरहेको छ ड्युरिङ थन्डरस्टोर्म्स लाइटनिङ हुँदा त्यो एकदमै अभोइड गर्नु एकदम डेन्जर हो त्यो यु आर 100% नट ओन्ली 100% टु गेट इलेक्ट्रिक्युटेड ओके अनि ड्युरिङ थन्डरस्टोर्म लाइटनिङ हुँदाखेरि घरमा यस्तो ढुङ्गर छ या त यस्तो डाउनतिर चाहिँ यु सुड नट वर्क बेयर फुट अल्सो खाली खुट्टा हिँड्नु भएन किनभने जब थन्डरिङ लाइटनिङ स्ट्राइक हुन्छ जमिनमा करेन्ट हुन्छ मुनि पर्छ अनि हाम्रो खाली खुट्टा छ भने त्यहाँनिर छिटो भेट्छ सो बेटर टु वेयर स्लिपर्स ओके म अहिले एकदमै टाइम अलिक लामो जान्छ
सर्टकट भन्दै जान्छु ल। अनि ड्युरिङ यो हेभी रेनफल्सहरू हुँदाखेरि के हुन्छ भन्दाखेरि हेल्थ एन्ड हाइजिन ड्युरिङ मनसुन। अब हेभी रेनफल्स भइसक्यो